के तपाईहरुले जेएलपीटी फर्म भर्नुभयो? भर्नु भएको छैन? आउनुस् मसँगै, यसरी भरौं सँगै मिलेर। मज्जाले तपाईहरुलाई मैले स्टेप बाइ स्टेप सिकाउँछु। तपाईहरुले मलाई फलो गर्दै जानुहोस् हैन। तपाईहरुको जेएलपीटी फर्म आफैले घरमै बसेर मोबाइलबाटै मजाले भर्न सक्नुहुन्छ। आउनुस्, तपाईसँग कम्प्युटर नभए पनि ढुक्क हुनुस्। ओके, लेट्स गो। जेएलपीटी मोसिकोमी सर्च गर्नुहोस्। त्यसपछि निहोंगो नोरेको सिकेन जेएलपीटी मा जानुहोस् हैन। त्यहाँ गएपछि यसरी खुल्छ। त्यसपछि तपाईको जापानबाट दिने भएपछि हैन, टेकिङ द टेस्ट इन जापान। त्यसपछि हामीले यहाँ आईडी बनाउनको लागि अब तपाईसँग पहिले आईडी छ भने त भइहाल्यो, नत्र नयाँ आईडी मा जानुपर्छ। एक्विजिसन अफ माइ जेएलपीटी भन्छ। त्यसपछि इन्डिभिजुअलमा जाने। त्यसपछि अब यहाँ इंग्लिशमा गर्नुहोस् या जापानिजमा गर्नुहोस्। त्यसपछि सरकको यो पढे जस्तो गर्दिनु, सर पढे जस्तो गर्दिनु हैन, नत्र तपाईको एग्री हुँदैन हैन। यसरी पढे जस्तो गर्दिनु हैन। सरक सबै स्क्रल डाउन गर्दै जाने अनि त्यसपछि एग्री गर्दिने। अब यहाँ भएको सबै तपाईको हुलिया भर्नुहोस् हैन। अब यहाँ नेसनालिटी देखि लिएर तपाईको फर्स्ट ल्याङ्ग्वेज देखि लिएर हैन, यो अब यहाँ तपाईको फर्स्ट नेसनालिटी भर्नु पर्यो हैन। त्यसरी सरक भर्दै जानुहोस्। सरक भर्दै जानुहोस्। त्यसपछि चाहिँ तपाईले अब यहाँ आफ्नो के छ सेकेन्डमा अब ल्याङ्ग्वेज तपाईको फर्स्ट ल्याङ्ग्वेज के हो त्यो भर्नुहोस्। यसरी भर्दै जानुहोस् सरक बारेर है। सरक यो भरेपछि तपाईले अब यसरी सबै भर्दै जानुहोस् हैन। अब यहाँ अब सबै चीजहरु भर्दै जानुहोस् सबै। एकदम त्यस्तो गाह्रो छैन, सजिलो छ। अब सबै त्यहाँ आफ्नो भर्ने हैन। जन्ममिति देखि लिएर जिसो देखि लिएर ठेगाना देखि लिएर सबै भर्दै जानुहोस् हैन। फोन नम्बर देखि लिएर इमेल देखि लिएर अब तपाईले इमेल भर्दाखेरि अब यति भइसकेपछि इमेल मेल आउँछ, एउटा मेल आउँछ। त्यसमा तपाईले पासपोर्ट हाल्नु पर्छ। त्यो पासपोर्ट हानेपछि तपाईले फेरि अर्को मेल आउँछ, एउटा अर्को मेल आउँछ। त्यो तपाईको त्यसमा मेलमा आईडी आउँछ। त्यो आईडी र पछि लगइन गर्नुपर्छ है। अब यसरी अब यो कम्प्लिट भएपछि रजिस्टर गरिदिने हैन। रजिस्टर गरिसकेपछि तपाईको उता मेल आएको हुनुपर्छ। यो कम्प्लिट भयो। अब यो कम्प्लिट भयो हैन। यो कम्प्लिट भएपछि त होममा जाने। मेल चाहिँ दुईटा आइसक्यो आउनुपर्छ तपाईको हैन। होममा जाने। अब यसरी आउँछ, दुईटै आउँछ माथि आईडी हैन। अब पासवर्ड दुईटा हान्ने। त्यसपछि खोल्ने अब सरक्क पारेर। त्यसपछि तपाईले यहाँ एक्जामिनेसन एप्लिकेसनमा जानुहोस् त्यहाँ हैन। अब यहाँ इन्डिभिजुअल हो कि तपाईको ग्रुपमा, इन्डिभिजुअलमा जाने हैन। सिंगल भएछ त्यहाँबाट सरक्क गर्ने। यसरी जाँदै स्क्रल डाउन गर्दै जाने। फेरि पनि गर्नुपर्छ हैन। यो अलिकति लामो छ, एग्री गर्ने। त्यसपछि चाहिँ तपाईको अब यहाँ भर्ने N1। अब टेस्ट एरिया कहाँ हो तपाईको अब हैन, कुन एरिया पर्छ, टोकियो हैन, चिबा, त्यो सबै त्यही। अब यसमा फोटो हाल्ने। यस्तो फोटोलाई फेरि मान्यता दिँदैन। यस्तो हेयर सेयर यता उता बनाएको, मास्क खासको चस्मा लगाएको हैन। अब यहाँ राम्रो फोटोहरु हाल्ने। टक्क पारेर मिलाएर अलि चट्ट पारेको फोटो हाल्ने के, पास्ने टाइपको के, चटक्क फोटो हाल्ने। चटक्क पारेर यसरी फोटो हाल्ने। यो घुमिरहेछ नि त। यो फोटो हालेपछि टक्क यसलाई मिलाउनु पर्छ। अलि कसरी ट्याक्क यताउता गरेर ट्याक्क मिलाउने हैन। यसरी मिलाउने ट्याक्क पारेर। त्यसपछि यो फोटो पनि भयो। अब यहाँ सबै त्यो लेख्ने। अनि यो तुक्ते जस्तो अब हुन्छ नि, अब तपाईले जे पनि लेख्दा हुन्छ त्यसमा यही लेख्नुपर्छ भन्ने छैन तपाईको हैन। मिलाएर अब जब एप्लाई गर्दा हो कि स्कुल हो कि अब यताउता जे लेख्दा नि हुन्छ। त्यसपछि यहाँ उ गरिदिएपछि ओके गरेपछि अब पैसा तिर्ने मात्रै हो। यहाँ पैसा दिँदाखेरि अब कम्पनी स्टोरबाट पनि तिर्न सक्नुहुन्छ, तपाईले जहाँबाट पनि तिर्न सक्नुहुन्छ। यहाँ नाम लेख्ने आफ्नो हैन न, पेइङ बाइ द अब कम्पनी स्टोर हो कि कहाँ हो हैन। अब कहाँ अब तपाईले कम्पनीबाट तिर्नु भएपछि त्यहाँ पेमेन्ट त्यहाँ गर्नुहोस् कम्पनी स्टोरमा हैन। क्रेडिट कार्ड छ भने क्रेडिट कार्ड गर्नु। पक्कै पनि यो भिडियोले हजुरहरूलाई एकदम हेल्पफुल हुनेछ भन्ने आशा गरेको छु। हेरेर प्रतिक्रिया दिनु होला। प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू सो मच। बाइ बाइ, सी यू।